नमस्कार सहर गाउँ शेयर खबरमा तपाईलाई फेरि स्वागत छ। अघिल्लो भिडियोमा हामीले शेयर र शेयर बजारको बारेमा त बुझ्यौं, तर धेरै दाजुभाइ दिदीबहिनीहरूले सोध्नुभयो लौ न त शेयर भर्नका लागि सुरुमा के गर्नुपर्छ, के कागज चाहिन्छ। आजको यो भिडियोमा म तपाईलाई शेयर बजारको ढोका खोल्ने 4 वटा साँचो र ती बनाउन चाहिने कागजातहरूका बारेमा एउटै भिडियोमा सबै कुरा बुझाउने छु। यो भिडियो हेरिसकेपछि तपाई आफै बैंक गएर सबै काम गर्न सक्नुहुनेछ। सबैभन्दा पहिले तपाईलाई चाहिन्छ बैंक खाता। शेयर किन्नलाई पैसा तिर्न र पछि कम्पनीले दिने नाफा डिभिडेन्ड्स सिधै जम्मा हुनका लागि बैंक खाता अनिवार्य छ। तपाईले नेपालको जुनसुकै क वर्गको वाणिज्य बैंकमा खाता खोल्न सक्नुहुनेछ। चाहिने कागजात नागरिकताको फोटोकपी, 2 प्रति पासपोर्ट साइजको फोटो र बिजुलीको बिल वा लाल पूर्जाको फोटोकपी ठेगाना प्रमाणित गर्नको लागि। दोस्रो हो डिम्याट खाता। यसलाई सजिलो भाषामा भन्दा यो शेयर राख्ने झोला हो। पहिले शेयरका कागजहरू हातमा हुन्थे, अहिले सबै अनलाइन हुन्छ। तपाईले बैंकमै गएर मेरो डिम्याट खाता खोलिदिनुस् भन्नुभयो भने उनीहरूले फारम भरिदिन्छ। चाहिने कागजात बैंक खाता नम्बर, थप 1 प्रति फोटो र नागरिकताको फोटोकपी भए पुग्छ। अब पालो आयो मेरो शेयर र सिआरएन नम्बरको। मेरो शेयर भनेको तपाईको मोबाइलमा चल्ने एउटा वेबसाइट वा एप हो जसले घरमै बसी शेयर भर्न मद्दत गर्छ। अनि सिआरएन नम्बर भनेको तपाईको बैंकले दिने एउटा खास कोड हो जसले तपाईको बैंक खाता र शेयरलाई जोड्ने काम गर्छ। बैंकमा डिम्याट खाताको फर्म भर्दा नै मलाई मेरो शेयर र सिआरएन नम्बर पनि चाहियो भनेर भन्नुभयो भने तपाईले छुट्टै फारम भरिरहनु पर्दैन। धेरैले सोध्नुहुन्छ के छोराछोरीको नाममा पनि शेयर भर्न मिल्छ? एकदम मिल्छ। उनीहरूको लागि बैंक र डिम्याट खाता खोल्न नाबालको जन्मदाता र बुवा वा आमाको नागरिकता भए पुग्छ। तपाईले एकपटक नागरिकता र 5-6 प्रति फोटो लिएर बैंक जानुभयो भने सबै काम एकै पटकमा सकिन्छ। त्यसपछि तपाई पनि शेयर बजारको लगानीकर्ता बन्नु हुनेछ। अब अर्को भिडियोमा हामी कुरा गर्नेछौँ 100 रुपैयाँबाट सुरु हुने आइपिओ भनेको के हो र जानकारी राम्रो लाग्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सहरको ज्ञान गाउँसम्म पुर्याउने हाम्रो अभियानमा साथ दिनुहोस्। अर्को भिडियोमा भेटौँला। नमस्कार।